हिजो साथीकै घरमा पूजा थियो अनि त्यस पछाडि पूजामा गइयो अनि त्यस पछाडि गुरु आउनुभयो तपाईँ इधर उधर भन्छ अनि त्यस पछाडि पूजा थालेपछि गोदान पनि राम्रै गर्छ केटो अनि त्यस पछाडि गोदान पनि गरियो यताउता चढाउने होइन राम्रै चढाउँदै थियो अनि चढाइसकेपछि भरे दक्षिणा पनि राम्रै दियो क्या अनि के भएछ साथीलाई भनेर सोचेँ हिँड्ने बेला ओ सुन्न भनेर भन्नु क्या अनि त्यस पछाडि अब तँ भन्ने साथी हो अनि त्यस पछाडि ओइ सुन्न भन्नु अनि त्यस पछाडि के भयो भन्न त भनेको सुन्न भन अनि त्यस पछाडि किन भनेको मलाई एक थोक दिएन भन्नु अनि के दिने अब तँलाई मैले पूजा लगाइहालेँ आशीर्वाद राम्रै दिएकै छु भनेर भने क्या अनि त्यति भन्दाखेरि उसले के भन्नु भने होइन मलाई एउटा रसिद चाहियो क्या भनेर भन्नु अनि मसँग त रसिद कहाँ हुन्छ त भनेको त्यसो भए 150 रुपियाँ फिर्ताले पो भन्छ केटो अनि किन भनेको म बरु किराना पसलबाट तँलाई एउटा सामान किनेर ल्याएर दान गर्छु अनि त्यस पछाडि सरकारले मलाई पुरस्कार पनि दिन सक्छ नि त पुरस्कार पर्न सक्छ चिठा पर्न सक्छ त्यसैले दे पैसा भनेर भन्नु सरकारले पनि राम्रै गरेको छ जस्तो लाग्न थाल्यो पुरस्कार सबैले दिन थालेछ करदाताहरूलाई प्रोत्साहन गर्नका लागि ठिकै गरे जस्तो देख्दैछु है म चाहिँ